लासो फ्याफुला टासी डेले काम्प्रिमो हजुर के नाम होला मेरो नाम मनमित लेप्चा लेप्चा ओ लेप्चा भाषामा के भन्छ नमस्कारलाई काम्प्रिमो खाम्रीमो क्युट लेडी कहाँबाट हुनुहुन्छ म कालिम्पोङ इन्डियाबाट कालिम्पोङबाट ओके मनमित मित है हजुर मन मिन्स हार्ट मित मिन्स मेल मिलन सो मनमित मिन्स हार्ट को मिलन राइट हजुर अब त्यही बुझ्नु पर्यो अहिले ओके मनमित अब हेर्नु न राजु दादाले हामी सबैजनालाई घुमाइदिनु भएको छ हामी सुनिरहेको थियौँ तपाईँको आवाज कि पछाडिबाट पनि अब नहेरी पनि यस्तो इन्जोय गरिरहेको थियौँ है दादाले घुमाइदिइसक्नु भएको छ राम्रो गाउनु भएको छ हजुर घुम्नेवाला थिएन मैले छिटो घुमाइदिएको हैन त्यस्तो हैन हामीले सुनिरहेको थियौँ इन्जोय गरिरहेको थियौँ घुमाइदिनु भयो तपाईँले यस्तो ब्युटिफुल मान्छेलाई हेर्ने मौका पायौँ हामीले है थ्याङ्क यू म्याम एकदमै राम्रो एकदमै थ्याङ्क यू सो मच थ्याङ्क यू तपाईँभन्दा धेरै चाहिँ होइन है तर तपाईँ ज्यादा हो भन्दा एकदमै राम्रो सिङ्गिङ राम्रो भोकल टोन युनिक लाग्यो तपाईँको मेन चाहिँ र यो गीत मजाले सहज तरिकाले तपाईँले गाउनुभयो र पर्फर्मेन्स जब हामीले घुमेर हेरिसके पछाडि पर्फर्म पनि कस्तो क्युट पाराले दिँदै हुनुहुन्थ्यो तपाईँले होइन सो हजुरलाई बधाई छ 4वटा चेयर घुमेको छ धेरै धेरै बधाई छ मनमी थ्याङ्क यू म्याम थ्याङ्क यू नमस्ते मेरो अब अहिले यता चाहिँ म धेरै बोल्दिनँ यो हकमा चाहिँ किनकि सबै कुरा तपाईँको कलाले बोलिसकेको छ यति हो तपाईँको गायकमा एउटा छुट्टै खालको स्वाग चाहिँ छ त्यो चिज यहाँ पोखेको छ एकदमै खुसी लाग्यो बधाई छ हजुरलाई शुभकामना छ राम्रो गर्नु हजुर एकदमै मजा आयो मलाई चाहिँ राम्रो लागेर म फर्स्ट घुमेँ सबै घुम्नेवालै थियो झगडा गर्नेवाला थियो मैले सबैलाई घुमाइदिएँ है तर आउने चाहिँ यता आउने ल भन्नु है We really enjoyed your performance. हुन्छ भन्न पाइदैन अहिले तपाईँको आवाजमा जुन एउटा रक स्टारमा हुनुपर्ने एउटा जुन एउटा स्वाग जुन किसिमको एउटा थ्रो जुन हिसाबले गाउनुपर्ने जुन एउटा स्टाइल हुन्छ त्यो सबै छ एन्ड यस्तो मजाले गाउनुभयो मलाई एकदमै राम्रो लाग्यो अनि मलाई तपाईँको त्यो भोइसको टेक्स्चर टोन एकदमै राम्रो लाग्यो त्यही भएर म घुमेँ थ्याङ्क यू सर आई वान्ट यु त्यही हो हजुर हेलो नमस्ते नमस्ते सर हजुरलाई नेपालमा स्वागत छ थ्याङ्क यू सर र हजुरको यो पर्फर्मेन्स कस्तो हुन्छ भने गर्दा गर्दै यो जोले चाहिँ यहाँ आएर ड्याङ ड्याङ हानिदिनु भयो होइन हजुर अब बजमै हात राखिरहेको थिएँ मैले यसरी तर त्यहीँ माथि हानिदिनु भयो अनि मेरो हात चाहिँ अलिकति स्वेलिङ भइरहेछ भोइसमा इन्सुरेन्स छ कि छैन होला है यसको जिम्मा चाहिँ अब कसले लिन्छ होइन मलाई यस्तो दुखाइ यो हात स्वेलिङ भइरहेछ अब इन्सुरेन्स छ कि छैन आफ्नो है मेरोमा इन्सुरेन्स साथ दिनुपर्छ भोइसको छ कि छैन गाह्रो भइरहेछ यस्तो दुखाइ अब म बोलाइरहेको छु है राम्रो गाउनुभयो अब तपाईँ जस्तो ट्यालेन्ट मलाई पनि चाहिएको छ मिठो गाउनुभयो अनि सबै चेयर घुमेपछि त तपाईँ एकदम ह्याप्पी भएको देख्नु पाएँ तपाईँलाई एकदम धेरै शुभकामना भोइसमा इन्ट्री गरिसक्नुभयो र नेपालमा त पहिले इन्ट्री गरिसक्नु भएको थियो अब म्युजिकमा अरू राउन्डको लागि पनि शुभकामना र मेरो टिममा पनि आउनुहोस् सबैले बोलाए जस्तै र तपाईँलाई जे बेस्ट लाग्छ जता जानु बेस्ट लाग्छ सोचेर डिसिजन गर्नु ज्ञानी के हुन्छ स्वीट के मान्छे त फेस जति क्युट मान्छे पनि स्वीट हुनुहुँदो रहेछ कति वर्ष हुनुभयो तपाईँ सानो होइन भाइ बहिनीहरू हुन्छ नि यस्तो गरौँ भन्दा हस् भयो एकदमै ज्ञानी भयो ज्ञानी साँच्चीकैको द्याट्स रियली नाइस है अब कता जोजोकोतिर आउने हो कुन टिममा जानु तपाईँहरू एकदमै मेरो लागि चाहिँ यो सपना जस्तै हो एउटा ड्रिम हो यो स्टेज भोइस अफ नेपाल अनि अन टप अफ द्याट अनि तपाईँहरू 4जना जजको अगाडि यो मञ्चमा उभिएर पर्फर्म गर्नु लागि चाहिँ मेरो लागि एकदमै एउटा सपना पुरा भएको जस्तै हो म्याम तपाईँ 4जना मेरो लागि एकदमै एउटा हुन्छ नि हामी कोचेस हो जजेस होइन नानु कोचेस हुन्छ म 3जना कोचहरूलाई चाहिँ सरी भन्दै अनि थ्याङ्क यू घुमिदिनु भएकोमा र म चाहिँ राजु सर कहाँ जानु